सो अहिले चाहिँ हामी चाहिँ लाभामा हो आइपुगेर चाहिँ हेलो गाइस वेलकम ब्याक सबैजनालाई। सो आज चाहिँ हामी जाँदैछौँ गोरुबथानदेखि लाभा हो। सो यहाँ पछाडि चाहिँ मेरो मित्र छ हो। सो हामी चाहिँ जाँदैछौँ। तपाईँहरू मजाले भिडियो इन्जोय गर्नुहोस् होला। मन पऱ्यो भने लाइक कमेन्ट गर्नुहुन्छ अनि इन्जोय द भ्यू। हामी चाहिँ अहिले अम्बे आइपुग्न आँटेको छौँ हो। अहिले चाहिँ हामी गइरहेको छौँ। उहाँ दादा बाइक लिएर जाँदो रहेछ हो। सो गाइस हामी चाहिँ अहिले आई लभ बम्बे पुगिसकेको छौँ हो। हामी यहाँ हो खाजा खानु बसेको छौँ। ल साथी एकदम बिजी हो। चितङ पुल यसो चियाहरू खाँदैछु म। अब चिया खाँदा चाहिँ हामी निक्लिने उता फेरि लाभा हो। तपाईँहरूलाई देखाउँछु म लाभाको टुर हो। हेर्दै गर्नुहोस् होला भिडियो। ल गाइस सनग्लासले गर्दाखेरि भ्यू ब्लक हुँदै गयो होला। सरी गाइस त्यसको लागि चाहिँ हो। सो गाइस अहिले चाहिँ हामी यहाँ एकछिन रेस्ट गरेको हो गाइस। साह्रै स्कुटी कुदाइ भयो हो। त्यही लागि चाहिँ अलिक रेस्ट गरेको। घाम लागिरहेको रहेछ। त्यस्तो जाडो त छैन हो। अब माथि पुग्दै जाँदा हेर्नु कतिको जाडो हुन्छ। यहाँ मेरो साथी यसो हो। अब यो चाहिँ अब जाने भयो अब युट्युबमा। इ हेलो हेभी छ गाइस। सो गाइस अहिले चाहिँ हामी यहाँ लाभा आइसकेको छौँ हो। सो यहाँ धुप्पीको रुखहरूमा हामी यसो घुम्नु जाँदैछौँ। यहाँ साथी छ। हेलो साथी ल भनिदेऊ। यस्तो दामी जग्गाहरू छ हो। सो गाइस अहिले चाहिँ हामी यहाँनिर लाभामा हो आइपुगेर चाहिँ घुम्दैछौँ म। सो यहाँ साथी छ। हेलो साथी हेलो हो। यहीँ जग्गाहरू चाहिँ यस्तो छ हो। एकदम दामी जग्गा छ हो। यहाँ चाहिँ एकदम मजा आइदिरहेछ मलाई चाहिँ हो। यहाँ चाहिँ हामी यसो माथि फोटो सेसन गर्नु गएको हो। सो फोटोहरू खिच्ने मजा लागिदिरहेछ हामीलाई जानु चाहिँ हो। सर्दी पनि लाग्न थाल्यो हो। सो यहाँ यसो बसेर ट्याकट्याक फोटोहरू खिच्ने हामी। त्यहाँदेखि चाहिँ फर्किने घर हो। त्यसो खाजा खाएर अलिक यहाँ पनि तल पनि जानुपर्छ हो। सो अहिले चाहिँ हामी चाहिँ यहाँ माथि चढ्दैछौँ। माथि गएर हेर्नु भ्यूहरू कस्तो हुन्छ हो। सो गाइस हामी चाहिँ अहिले ब्रिजमा छ हो। हामी ब्रिजमा गएको खिच ल देखाउन। जसलाई कहिले चाहिँ हामी यहाँनिर हेर्नुहोस् होला हिमालहरू पनि यहाँदेखि देख्दैछ हो। यहाँ हामी चाहिँ यता आएको छौँ। यो फुल पनि दामी छ हो। गुम्बामा आएको थियौँ म। गुम्बादेखि यता घुम्दै आउँदाखेरि चाहिँ पर पर्खिनै गएको छु। माथि हिमालहरू पनि देख्दो रहेछ। पर छ हो। सो पर छ हिमाल चाहिँ। अनि अलिक मजा आइदिरहेछ मलाई चाहिँ हो। यहाँनिर हाम्रो साथी गाइस इन्जोय द भ्यू हो। सो गाइस आजको लागि यति नै हो। तपाईँलाई धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा। सो आजको लागि यति नै। भिडियो मन पऱ्यो भने लाइक सब्सक्राइब गर्नुहोस् होला हो। सी यू इन द नेक्स्ट भिडियो गाइस।